उहिले मामाले बाजेबोजूले भन्नुहुन्थ्यो नि टाढो पन्यु चाटेको छ भने चाहिँ बिहामा पक्का नै पानी पर्छ भनेर हैन। सो यो बिहामा चाहिँ त्यस्तो नै भएको हो। केटीपट्टि केटा जाँदाखेरि चाहिँ एकदमै पानी परेकै हो। तर अब यतापट्टि केटापट्टि चाहिँ 6 तारिक थियो मार्चमा हैन। त्यो दिन पनि त्यस्तै हुन्छ होला भनेको थियो तर झन्न भएन। एकदमै दिन दामी राम्रो भएको थियो। सो हेलो एभ्रिवान, वेलकम टु आवर सुनादा भ्लग। सो मार्च 6 मा चाहिँ हैन, यो चाहिँ 5 मार्चको हो। सो यहाँनिर चाहिँ डेकोरेटहरू गरेको म चाहिँ देखाउँदैछु। एकदमै दामी डेकोरेट गरेको थियो हलमा हैन। अन्तखेरि चाहिँ यहाँनिर चाहिँ मैले चाहिँ रलदालाई गर्नु लगाएर चाहिँ एकदमै दामी देखिरहेको छ। अन्त हामीले चाहिँ यहाँनिर अगाडि कोले के गर्यो भनेर चाहिँ हेर्नु आएको थियौँ। डेकोरेट कतिको दामी गरेको छ भनेर चाहिँ हेर्नु आएको थियौँ हैन। एकदमै दामी गरेको रहेछ। सो यति नै सबैजनालाई। अहिले चाहिँ म भाल्टेरबाट आउँदैछु हैन। यो चाहिँ हाम्रो भाल्टेरको दृश्य हो, नजारा। अन्तखेरि चाहिँ टफी चाहिँ नि हामी जो पनि भाल्टेर आउँछ नि उसकै पछि हिँड्नै हाल्छ यसरी हो। अन्त आज चाहिँ हो मार्च 6 तारिक हैन। यहाँ चाहिँ हाम्रो छ भाल्टेर ग्राउन्ड। दिन पनि घाम लाग्ला जस्तो चाहिँ हुँदैछ। तर अब दिन चाहिँ कस्तो हुन्छ, यता चाहिँ अँध्यारो छ हो। अन्तखेरि चाहिँ हामी चाहिँ बिहा घरमा आइपुगिसकेँ। यहाँनिर चाहिँ छ हाम्रो बडा, यहाँ चाहिँ छ रल दादा, बहिनी, अनन्या भन न अन्त। हजुर सबैको यो चाहिँ अहिले दिनुपर्छ। बस्नु न यहाँ चाहिँ अब मामाहरूको हेर्नु आँटेको छ हो। हेर्नु सिद्धुले हेरेको हेर्नु न बेहुली उसले फर्स्ट टाइम देखेँ नि तर त्यसरी। आउनु आगो बडा। मामाले त कोही छैन, सब हिँडेछ। क्लासमा धन्न उयो थियो जाऊ लु बिटा पस। टोपी लाउँदै ढोकर नानीहरू यता लु यसमै ढोकने कि यहाँ बस्छ। मामसँग बस्छ न एकछिन। पहिला टोपी लगाइदेऊ न। बाहिर एक्लै नजाऊ।
रल्दाको पनि कपाल भएर त बुढो देख्दैछ हाम्रो आबेनलाई चाहिँ सुहाउँदो रहेछ है तपाईँलाई सुहाउँदो रहेछ चिटिक्क देखिरहेको छु यता चाहिँ एकैछिन ल नानी यहाँ बिताउनुहुन्छ सोध्नु यो चाहिँ के गर्ने हो त यो चाहिँ आप्पा नभएर चाहिँ राहुल दादा पैसा हालेर त्यो भित्र घोप्टेछ नि त है यो खजाना हाला के अलिअलि अहिले पकाएन अहिले टिका लगाइदेऊ न यो चाहिँ पहिला यसो अलिअलि हाल्देऊ न जति हाल्दा पनि हुन्छ बुहारी चाहिँ छोरी अब बुहारी चाहिँ जस्तो प्रकारले अहिले हमेसा भइरहोस् है खुसी भएर बस्नु सधैँ झगडा नगर्नु आमालाई राम्रो हेर्नु भन्दै त्यो त बिर्छ है आमालाई माया गर्नु आमा हामी आइहाल्छु आमालाई बाउलाई नै हेर्छ दुईजना अलरेडी राम्रो भयो सबै आमा बाउ खुसी नै भइहाल्छ नि पहिला दुईजना खुसी हुनु पर्छ हेला हजर गरे धाई माइतीहरू सब उठेर आउँछु भन्नु त्यस्तो भन्नु हुँदैन शुभ आफ्नो अब आमा बाउको घर छोडेर है यहाँ अब प्राय घरमा आएको छ तर यो नै अब आफ्नो घर सम्झेर सबैलाई कसरी अगाडि बढ्ने सबैलाई हातमा राखेर ससुरा सासूलाई पनि आफ्नै आमा जस्तो गरेर सबै मिलेर बस्नु कोसिस गर्नु होइन अब जस्तो झगडा भए पनि कसरी मिलाउनु पर्ने त्यो सोचेर गरेर हो भाग्यमानी होस् राम्रोसँग होस् सधैँ सधैँ यसरी मिलेर बस्छ उसमा छोड्ने सोफामा छोड्नु सोफा पुरा दागे दाग माथि छ नि त सोफामा पठाइदिनु यस्तो उयो गिफ्ट दिनु सातजनालाई चाहिँ दुईजनालाई मामा माइजूकोबाट ल बुहारीले दुःख यसको चाहिँ अब यसको चाहिँ मतलब के अरे उनीहरू बढाएर जाने चाहिँ आशीर्वाद बिचरा अग्गो पो रहेछ हाम्रो गिफ्ट गर्ने त उसो होला हौ दुईजनाले पक्रिनु पर्यो बुहारी पनि छ नि उसलाई पनि बेहुला बेहुली हुनु मन पर्यो ल बेहुला बेहुली हुनु मन पर्यो हेरेको हेरेको भयो त अन्त बुहारी छ यहाँ नाम फिक्स खदालाई पनि भनेको दाजु
आएन माथि होला साइड माथि रहेन ल माथि माथि गयो बिजी हुन्छ अब फोन गरे पनि सुन्दैन बढी मिठाई हालेर मिठाई त्यो अहिले हाल्यो हालेको छु पोलिथिनमा उयो बस्छ एकजनालाई हिँड्नुहुन्छ होला क्या घर चाहिँ यहाँ हो कहाँ जानुभएको तपाईँ घर अन्त अगो बडाको गाडी पनि जान्छ त उकालो बेला भेटी चाहिँ अघि हल गइसक्यो हो म चाहिँ अब हिँडेर जानु आँटेको हामी हल गएको सबैजना बिहा है आउँछ हामी बन्द गरेर हिँड्दै गरौँ न हामी चाहिँ कहाँ गएको हल गएको सबैजना पैसै थिएन के छिटो अस्तिको दाजुले त दामी दामी फोटो खिचिदिँदै तपाईँले खिचिदिँदैन होला हौ भन्नु फोटो फोटो यहाँनिर चाहिँ छ बेहुला बेहुली बसिसक्नु भएको छ यो सबै अब जे खाए भयो चाहिँ हाम्रो खाना रेडी भइसकेको छ यहाँ माम पनि खाँदैछ यहाँ माम पनि खाँदैछ है मामले चाहिँ यस्तो हालेछ हो मामले पनि पेट भरिहालेको भन्नु त खाँदैछु माम हामी त भर्खर खाँदा यतिको सपोर्टर चाहिँ हुनु पर्यो नि मेरो भिडियोमा यहाँ चाहिँ मेरो खाँदैछु हो गाइसहरू भन्दै एकदम टेस्टी रहेछ चाख्नु अब पहिला चाख्छु अन्त टेस्टी हुन्छ म त भात पनि कम्ती हालेको अब अहिले खाइसकेर होला मामहरूसँग तिमी पनि खाऊ मजाले हाम्रो चाहिँ यहाँनिर खाना पनि सकिसकेको छ मामको पनि यसको ग्रेभीसँग खानु न यहाँ चाहिँ सबैजना बसिरहेको छ होइन